गाइस हेलो हेलो राजा क्रिसमसमा है हामी भनौँ न म मेरो भाइ दिदी र भान्जी चारजना हामी आज घुम्नु निस्केको छौँ मेरो क्रिसमसमा होइन। र अहिले चाहिँ म खासै के भन्छ पाण्डानामा छु गुरबथानको। र गुरबथानबाट चाहिँ हामी जाँदैछौँ के भन्छ यता हाम्रैपट्टि भनौँ न जस्तै नौरा साकाम होइन। अन्त के भन्छ यता लालीगुराँस रक आइल्यान्डहरू अब रमाइलो छ कता रमाइलो छ त्यता जाने हो गाइस। र भिडियोमा जोडिदिउँ होला म तपाईँहरूलाई देखाउने छु गाइस। ओके गाइस र हामी चारजना छौँ भनौँ न आज सानो ट्रिपमा हिँड्दैछ हामी गाइस। के गर्दैछ योहरू गर्थ्यो अहिले त्यस्तो खासै किन अहिले यहाँ के त छैन। अहिले हेर्न सक्नुहुन्छ होला है यहाँ दोकानहरू थियो पहिला होइन। यहाँ के भन्ने अब सानो बजार पनि लाग्ने गर्थ्यो पहिला। र अहिले त्यस्तो खासै रस रहेन गाइस नौरा खोलामा हेर्न सक्नुहुन्छ होला। र गाइस अब फेरि हामी यता के भन्छ यता रक आइल्यान्डतिर जाँदैछ है। र रक आइल्यान्ड जाने बाटो हेरेर त हरेसो लाग्यो त गाइस यो बाइक कुद्ने बाटो हो कि के कुद्ने बाटो हो यार आम्बो है चढ्छ त छिटो आइज नि त हो अन्त। र गाइस पछि हेर्नु सक्नुहुन्छ होला मोडल जस्तो देख्ने चाहिँ मेरो दिदी हो भनौँ होइन। र अहिले चाहिँ हामी फाइनल्ली गाइस के भन्छ रक आइल्यान्डमा छौँ गाइस होइन। नौरा घुमेर हेरेर पसेर अहिले चाहिँ हामी रक आइल्यान्डमा छौँ भनौँ होइन। खिच्ने हेरेर गाइस है मोडल रोपिसकेको छ गाइस। कसले खिच्दिन अन्त फोटो चाहिँ यो त गाइस सामसिङ त आई लभ सामसिङ दादा सानो भिड छैन त हौ पार्किङ उठाउँदैछ क्या आज त हेरिदिउँ होला गाइस हाम्रो के साह्रो भिड हो आज त है। अझै के भन्छ लास्ट डिसेम्बरमा झन् खतरा हुन्छ गाइस यहाँ एकदमै भिड एकदमै क्राउड हुन्छ गाइस। र गाइस फाइनली आइपुगे के भन्छ लालीगुराँस स्यासै भिड छ गाइस बेसी छैन हेरिदिउँ त के भन्छ जिब्रो पिल्छ अरे चियाले। बुलेट सवारी आयो गाइस हामी पनि जानु पर्यो नि जङ्गलमा फेरि बाघले खाला गाइस होइन।